गाइज म चाहिँ जिम आइपुगेछु है भर्खर। आज चाहिँ मेरो ब्याक र ट्राइसेप हो साथीहरू। मैले चाहिँ यो रोप पुल डाउन गरेँ अगाडिबाट। यसको मैले 3 सेट गरेँ जम्मा। यो एक्सर्साइज गर्दा कि साथीहरू ग्लोभ्स लाउनुपर्छ क्या। ग्लोभ्स लगाएन भने हातमा ठेला उठ्छ अनि हातको मसला अलिक बलियो पनि बनाउँछ जस्तो फिल हुन्छ मलाई चाहिँ। खासमा त्यो हातमा ब्यान्डहरू लाएर गर्छन् नि, त्यसको बारेमा चाहिँ मलाई खासै आइडिया छैन किन लाउँछन्, तर ग्लोभ्सले चाहिँ हातमा ठेला उठ्न दिँदैन है। अनि मैले यो ब्याक पुल डाउन गरेँ, यसको पनि मैले 3 सेट गरेँ। र यो मैले अगाडिबाट यो ताने, यो पनि मैले युट्युबमै हेरेर गरेको हो। यसले कुन मसललाई ट्रेन गर्छ भन्ने चाहिँ मलाई खासै आइडिया छैन। युट्युबमा मैले 5 एक्सर्साइजहरू सर्च गर्दाखेरि यो देखाएको थियो क्या। र यो त्यो रडले मलाई अलि अप्ठ्यारो भयो, अलि स्ट्रेचिङ भएन जस्तो लागेर मैले रड चेन्ज गरेँ अगाडिबाट तान्नेमा। यो एक्सर्साइजको नाम के हो, यो कसैलाई थाहा छ भने कमेन्ट गर्नु है। साथीहरू यो एक्सर्साइज मैले 3 सेट गरेँ। यसमा पनि मैले वेट बढाउँदै बढाउँदै 3 सेट गरेँ। यसले पनि ब्याकलाई नै ट्रेन गर्छ। मेरो सर्च लिस्टमा पनि 5 वटा एक्सर्साइजमा यो पनि आएको थियो र यो पनि मैले 3 सेट गरेँ। यसले पनि ब्याकलाई नै ट्रेन गर्छ साथीहरू। मैले यो पनि एक्सर्साइज गरेँ ब्याकको लागि। यो पनि तपाईँको मेरो सर्च लिस्टमै आएको थियो। ब्याकलाई स्ट्रेचिङ गर्नको लागि, ट्रेन गर्नको लागि मेरो सर्च लिस्टमा आएको थियो। यो पनि मैले 3 सेट गरेँ 5-5 केजी वेट बढाउँदै। अब तपाईँहरू भन्नुहुन्छ होला कस्तो एक्सर्साइजको नामै थाहा छैन त्यही पनि गरिरहेको छु भन्नुहुन्छ। म नयाँ हो साथीहरू, नयाँ हो। अब अरूले गरेको हेर्दै हेर्दै गर्ने हो, कसरी अरूले गर्छन्। अब ट्रेनर छैन, पर्सनल ट्रेनर राख्नलाई अलिकति सकिएन, अनि त्यही भएर युट्युबलाई अथवा गुगल जेमिनीलाई मैले आफ्नो ट्रेनर बनाएको छु। तपाईँहरू यो मेरो मिलेको छैन, भएको छैन भने भन्नु है। र यो अब मैले आज चाहिँ अघि ट्राइसेप भनेको थिएँ, मिस्टेकली ट्राइसेप भनेको छु। मेरो खासमा ब्याक र बाइसेपको पालो थियो, अनि यो मैले बाइसेप गर्दैछु। अलि अब नयाँ नयाँ छु नि त, गाह्रो गाह्रो भइरहेको थियो। मैले थोरै थोरै वेटमा गरेको छु, वेट बढाउँदै बढाउँदै गरिरहेको छु है। थोरै थोरै वेट बढाएको छु, 2.5 बढाइरहेको छु। त्यही पनि गाह्रो भइरहेको थियो, सकिएन। र एक्सर्साइज गर्दाखेरि पानी खान चाहिँ बिर्सिनु हुँदैन। आफूलाई एकदम वेल हाइड्रेटेड
राख्नुपर्छ। डिहाइड्रेट हुन दिनु हुँदैन। धेरै पसिना आउँछ नि त, पसिना धेरै आएपछि पानी चाहिँ खाइरहनुपर्छ है। Macht euch platt, Mann! Remix for you, Party Break Slip! Wir gehen steil! Diamant auf meinem Hals, Glanz wie Stahl. Was zu laut, egal. Diamant on my neck, feel that pain. Remix for you, break that chain. Ich komm rein, alles zittert, alles brennt. Kein Smalltalk, nur das, was knallt und trennt. Flaschen fliegen, Lichter flackern, Bass so tief, der Boden kracht an. Ich fühl den Druck, kein Limit hier. Remix für you macht die Energie. 1, 2, 3, kein Schritt zurück. Das ist Glück, Volk, das ist Tod. Ich bin die Queen, keiner redet mit. Laufen Tag, kein Dress, nur Hit, Diamant glänzt. मैले यो एक्सरसाइज पनि 3 सेट गरेँ। मलाई अब कस्तो अप्ठ्यारो लागिरहेको छ कि एक्सरसाइजको नामहरू नै थाहा छैन। त्यही पनि म भनिरहेको छु, युट्युबको लागि भिडियो बनाइरहेको छु। अलिकति यो 2.5 वेट बढाउँदै यो पनि 3 सेट गरेँ साथीहरू। र मैले बाइसेपको लागि अर्को यो बारबेलबाट यो पनि 3 सेट गरेँ। 3 सेट गर्दाखेरि मैले दोस्रो सेटसम्म चाहिँ वेट बढाएँ। तेस्रो सेटमा चाहिँ मैले वेट बढाएर गर्न सकिनँ र सेम वेटबाटै गरेँ। सुरुमा चाहिँ गाह्रो हुन्छ साथीहरू एक्सरसाइज गर्नको लागि। अब पहिला त गरेको थिएँ, 6-7 महिना गरेको थिएँ। छोडेपछि फेरि वेट बढ्यो अनि अलि अल्छी पनि भयो। त्यस भएर मैले फेरि एक्सरसाइज सुरु गरेको छु। ट्राइसेप गर्दा गलेँ अनि म यस्तो गर्दैछु। के को लागि यो पनि ब्याकको लागि होला सायद। पानी चाहिँ खाइरहनुपर्छ है। पानी चाहिँ अब एकदम तिर्खा लाग्छ नि त, पसिना धेरै आउँछ। तपाईहरुलाई थाहा छ म एक्सरसाइज कति बजे गर्छु? म राति 10 देखि 11 बजेको बिचमा मेरो एक्सरसाइज हुन्छ। दिउँसो भ्याइँदैन नि त, पसल पनि जानुपर्छ, पसल हेर्नुपर्छ। र बाइसेपको लागि मैले जम्मा 5 वटा एक्सरसाइज गरेँ साथीहरू। अब बाइसेपको 5 वटा एक्सरसाइज सकिएपछि म कार्डियोतिर गएँ। कार्डियोमा मैले प्ल्याङ्क गरेँ। सुरुमा धेरै त सकिँदैन, 1 मिनेट जति गरिन्छ होला, 1 मिनेट, तर एकदम गाह्रो। यो प्ल्याङ्क चाहिँ साथीहरू हेर्दाखेरि सजिलो छ कि, तर एकदमै गाह्रो हुन्छ है। कसले गर्नुहुन्छ, गर्नेलाई त थाहा भइहाल्यो। प्ल्याङ्क गर्नलाई नै एकदमै गाह्रो छ। मान्छेहरूले 15 घन्टा 20 घन्टाको वर्ल्ड रेकर्डहरू पनि राखेका छन् प्ल्याङ्कमा। तर म चाहिँ 1 मिनेट सुरुचोटि गर्दा 1 मिनेट 30 सेकेन्ड गरेको थिएँ। अनि त्यस पछाडि त 30 सेकेन्ड मात्रै। मैले कार्डियो गरेँ, यो एप्सको लागि गरेँ। यो साइड क्रन्चेसहरू गरेँ।
मैले जिम जान थालिकन फर्स्ट टाइम यसमा मैले एक्सर्साइज गरेँ कि साथीहरू, यस्तो गाह्रो हुन्छ कि आमामा 2 मिनट गरेपछि त मेरो पुरै स्याँ भएर एकदमै गाह्रो क्या। यसले एकदमै इफेक्टिभ काम गर्छ है। यसले नि वेट लसको लागि एकदमै इफेक्टिभ काम गर्छ साथीहरू। सकिँदैन क्या गर्नै सकिँदैन धेरै बेर। स्टामिना पनि छैन सायद, त्यही भएर धेरै छ नि त, वेट धेरै छ त्यही भएर। यसमा हिँडेपछि मेरो हालत हेर्ने साथीहरू, यस्तो स्याँ भएको थिएँ, यस्तो सास फुलेको थियो, राम उकालो हिँडे जस्तो क्या। र एकछिन रेस्ट गरेर म 20 मिनट जति घरिघरि कुद्दै घरिघरि छिटो हिँड्दै इन्क्लाइन गरेर 20 मिनट जति यस ट्रेडमिलमा वाक गरेँ। त्यस पछाडि आजको लागि सक्यो। बज्यो तपाईँको 11:30 भयो। अब मैले यहाँ अन्डा बनाएको छु, 3टा अन्डा बोइल गरेको छु, यो खान्छु अनि सुत्छु। आजको लागि म यो ब्लग यहीँ सक्दैछु। तपाईँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नुहोला।